सम्पूर्णमा नमस्कार। आज मेरो सामु चाहिँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ। उहाँसित सङ्गत गर्ने मान्छेले त राम्रोसँग चिनिसक्नु भएको छ। उहाँलाई सङ्गत नगर्ने मान्छेहरू पनि सङ्गत गर्ने बित्तिकै फिदा हुनुहुन्छ। उहाँलाई आज म धेरै हैन, जम्मा 5-10 मिनट उहाँको लिन चाहन्छु। विभिन्न समयको बावजुद आज उहाँलाई मैले भेट्ने मौका पाएको छु। उहाँ चाहिँ विगत केही समयदेखि एकदमै कष्टकर जीवन बिताएर आउनु भएको छ। यो कुरो चिन्ने मान्छेले, देख्ने मान्छेहरूलाई थाहा छ। ऊ थियो रसिया र युक्रेनको वारमा चाहिँ उहाँ एकदम कष्टकर जीवन व्यतीत गर्दै हुनुहुन्थ्यो। अहिले चाहिँ अब उहाँको घरको मान्छेहरूको कृपा, इष्टकुल देवताको कृपा र माया गर्ने सम्पूर्णले चाहिँ उहाँलाई चाहिँ फिर्ता ल्याउनु भएको छ। उहाँ आउनु भएको छ। उहाँलाई चाहिँ अब पहिला पनि उहाँलाई चाहिँ त्यो हतियार सम्बन्धी ज्ञान नभएको त होइन, वार सम्बन्धी उहाँलाई राम्रो ज्ञान थियो। त्यसपछि पनि उहाँले चाहिँ रसियामा गएर एकदमै अत्याधुनिक वार लड्नुभयो कि वैज्ञानिक वार लड्नुभयो। यसको मतलब वैज्ञानिक वार लडेर आउनु भएको छ। उहाँलाई चाहिँ अनुभव राम्रै छ। त्यही वारको विषयमा चाहिँ मैले आज 2-3टा क्वेसनहरू राख्ने कोसिस गर्दैछु। ल अब तपाईँ उहाँकै मुखबाट सुन्नु होला। मेरो पहिलो क्वेसन चाहिँ तपाईँलाई के रहनेछ भने, तपाईँले विगत नेपालमा पनि नेपाली सेनामा कार्यरत रहँदा 17-18 वर्ष करिब सङ्कटकालकै कुरोमा लड्नुभयो। हाम्रो आन्तरिक वार र रसियाको देशको वारमा चाहिँ फरक के पाउनुभयो? देशको वारमा हुने लडाइँ र देशभित्र हुने लडाइँमा फरक बताइदिनु न सर। यो देश र अनि तपाईँको इन्टरनेसनल वारमा टोटल्ली फरक छ। त्यही माथि हाम्रो देशमा चाहिँ तपाईँको हाम्रो देश भनौँ न, हाम्रो जसरी हामीले पहिल्यै जुन चाहिँ सङ्कटकाल भोगेका थियौँ, टोटल्ली फरक नै छ। तपाईँको यो भनेको चाहिँ टेक्नोलोजीको जमाना हो नि त अहिले। त्यतिखेरको हाम्रो भनेको चाहिँ इन्टरनलमा उही आम्ने सामने गोली हान हुन्थ्यो भने चाहिँ अहिले चाहिँ तपाईँको विभिन्न चाहिँ ठुल्ठुलो आर्टिलरीहरू युज गरेर 4-5 किलोमिटरबाट चाहिँ वार हुन्छ। त्यसपछि अझै ड्रोनबाट वार हुन्छ। त्यही भएर चाहिँ हामीले पनि अब यति वर्षको हामीले एक्सपिरियन्स, हामी चाहिँ यो चाहिँ अब गर्न सक्छौँ भन्ने उद्देश्यले हामीले आएको थियौँ। तर टोटल्ली फरक छ। तपाईँको 4-5 किलोमिटर वार हुन्छ। त्यही माथि नि नर्मल्ली आफ्नो सेफ्टीको लागि वेपन चलाउन जाने भयो, फिटनेस हुनु भयो, त्यति भए पुग्छ। अरू चाहिँ सबै भनेको तपाईँको आर्टिलरीबाट अट्याक हुने हो, आर्टिलरी ड्रोनबाट हुने हो। आम्ने सामने कम मात्रामा हुन्छ। त्यो लोकेसन हेरेर हुन्छ, त्यहाँको वस्तुस्थिति भनौँ न, जमिनी हालत हेरेर पनि हुन्छ। त्यही नै हो सर। धन्यवाद। अर्को कुरो चाहिँ जसरी हामीले नेपालमा चाहिँ